यो हामीले महिनावारी बन्द हुँदाखेरि भन्छौँ नि होइन, यसलाई चाहिँ हामी पेरिमेनोपजल टाइम भन्छौँ। भन्दाखेरि महिनावारी बन्द हुने समय यो चाहिँ प्रायः जस्तो महिनावारी रोकिनु भन्दा कसैको 3-4 वर्ष, कसैको लामो भयो भने 7-8 वर्षसम्म पनि यो समयहरू हुनसक्छ र महिनावारी रोकेको पनि 3-4 वर्षसम्म पनि यसलाई चाहिँ हामी पेरिमेनोपजल टाइम भन्छौँ। यो भनेको चाहिँ महिनावारी रोकिने समय हो। यो बेलामा चाहिँ केही गरिकन हाम्रो शरीरमा यो हर्मोनहरूको सन्तुलन एकनासले सबै घट्ने या बढ्ने यिनीहरू भएन भने हैन, यो सन्तुलन कहिलेकाहीँ बिग्रिन जान सक्छ। जसले गर्दाखेरि चाहिँ शरीरमा हाम्रो यो एस्ट्रोजेनहरू भन्ने हर्मोन्सहरू, प्रोजेस्टेरोनहरू भन्ने हर्मोनहरू लामो समयसम्म बस्न जान सक्छ। यसले गर्दाखेरि चाहिँ हामीले यो स्तन क्यान्सरको रिस्कहरू बढ्न जान सक्छ। स्पेसली महिनावारी अलि ढिलो बन्द हुने दिदीबहिनीहरूलाई, भनौँ न 50 वर्षभन्दा पछिको समयहरूमा महिनावारी बन्द हुने दिदीबहिनीहरूलाई यो हर्मोनहरूको असन्तुलनले गर्दाखेरि चाहिँ कहिलेकाहीँ ब्रेस्ट क्यान्सरको रिस्कहरू चाहिँ बढ्ने सम्भावना हुन्छ।